हाम्रो पहिलो विधि थियो के वर्ग समीकरणको खण्डीकरण विधिबाट समाधान हैन। वर्ग समीकरणलाई खण्डीकरण विधिबाट समाधान using by the factor methods and quadratic equation solving. Was solving of the quadratic method of factor methods. Solving quadratic method. Quadratic equation by using factor methods. अब वर्ग समीकरणलाई खण्डीकरण विधिबाट समाधान कस्तो चाहिँ जस्तै म एउटा एक्जाम्पल लियौ हामीले x² + 4x = 0 यो एउटा समीकरण वर्ग समीकरण छ। अब यसलाई के हुन्छ x² + 4x = 0 छ भने यसलाई के हुन्छ यसमा कमन सजिलैसँग कमन जस्तै x² + 4x भनेको एउटा वर्ग समीकरण किनकि यसको अधिकतम घातांक भनेको 2 छ त्यसले यो के हो अधिकतम घातांक 2 भएकोले यो वर्ग समीकरण हो है। जस्तैमा x² लाई हामीले x * x लेख्न पाइन्छ यहाँ 4x भनेको 2 * 2 * x लेख्न पाइन्छ। यो दुवैमा कमन पार्ट कति छ x छ भनेको कमन पार्ट x छ। यहाँ हामीले यहाँ सोलुसन हाल्नु पर्यो x * x + 4 * x = 0। यहाँ कमन पार्ट हेर त x छ x कमन लिने अनि यहाँ बाँकी के रह्यो x + 4 = 0। अब यो सबलाई अलि मेटाउनु पर्छ। यहाँ अब के गर्ने नाम आइदर गर्ने आइदर x बराबर के हुन्छ 0 अनि or x + 4 = 0 भनेको यो हाम्रो ब्यालेन्स इक्वेसन भनेको बराबरी तथ्यबाट गर्छु नि त दुवैतर्फ -4 घटाउँछु भने 0 - 4 यो प्लस माइनस गयो लाइक टर्मको एडिसनको इन्भर्स मेथडबाट यदि प्लस a छ भने यसमा -a हुन्छ यसको एडिसन गर्छु भने 0 आउँछ जो टर्म भयो। यहाँ बाँकी रह्यो x = -4 यहाँ थसमा के देन x = 0 और -4 यो एन्सर भइहाल्यो। यो हाम्रो भयो के वर्ग समीकरणलाई खण्डीकरण विधिबाट समाधान बनेको सोल्भिङ क्वाड्रेटिक इक्वेशन्स बाइ युजिङ द फ्याक्टर मेथड्स x² + 4x = 0 यसलाई सर्वप्रथम हामीले खण्डीकरण आउनु पर्दछ। खण्डीकरण आयो भने सजिलसँग यो घाताङ्क नियमहरुले आउनु पर्दछ सजिलसँग। सोलुसन x * x x² छ भने घाताङ्कको नियममा के हुन्छ आधारसँग गयो भने पावर जोडिन्छ त्यसैले यसलाई इन्टुको फर्ममा लेखेको छु x * x + 4 * x लेखेको छु = 0 है। यहाँ दुवैमा कमन पार्ट के छ यसमा जस्तैमा कमन पार्ट भनेको मैले के भन्छु यसमा एउटा बुबाको दुईवटा छोरा छ भने दुवै भिन्न छ मध्यस्थतिर भन्छ भिन्न भनेको सेपरेट छ अलग अलग छ भने त्यो बुबा यदि जिन्दा छ भने दुवै परिवारको लागि साझा भनेको बुबा हुन्छ त्यो भयो कमन पार्ट त्यो दुवैमा कमन के भयो x हुन्छ x कमन लिने x * यहाँ बाँकी के रह्यो x यहाँ प्लस यहाँ 4 छ त 4 = 0 यहाँ के हुन्छ नाउ आइदर है आइदर x = 0 यहाँ x = 0 हुन्छ एउटा अनि और x + 4 = 0 हुन्छ त x + 4 - 4 दुवैतर्फ सेपरेटिङ अन बोथ साइड्स 4 दुवैतर्फ 4 घटायो भन्यो यो 0 बाट -4 गयो भने -0 0 बाट -4 जान्छ भने -4 हुन्छ है। त्यसैले थस x = 0 अथवा और भनेको और x = -4 पनि हुन्छ है x = 0 अथवा -4 हुन्छ। यो भयो हाम्रो खण्डीकरण विधिबाट।
एउटा अझै विधि हुन्छ यो त भयो हाम्रो सिम्पल टर्म थियो है वर्ग समीकरणको सिम्पल टर्म अनि त्यो फर्स्ट इन्टु लास्ट खण्डीकरणको सही बनाउनु के गर्नु हुन्छ फर्स्ट इन्टु लास्ट जस्तैमा x² - 5x + 6 = 0 चाहिँ अब यस्तो टर्मलाई कसरी हामीले वर्ग समीकरण यो त वर्ग समीकरण हो तर हामीले कसरी बनाउन सकिन्छ समाधान गर्न सकिन्छ यसमा सर्वप्रथम हामीले सल्युसन गर्ने x² - 4x + 6 = 0 छ अब यस्तो भयो भने सर्वप्रथम हामीले यो फर्स्ट इन्टु लास्टलाई मल्टिप्लिकेसन गर्नुपर्दछ यहाँ कोफिसिएन्टमा छैन भने 1 चाहिँ 1 इन्टु यसले के गर्ने 1 इन्टु यहाँ 1 व x² इन्टु 6 गर्छु भने 6x² हुन्छ अब यहाँको फर्स्ट इन्टु लास्टमा के हुन्छ फर्स्ट इन्टु लास्ट खण्डीकरणमा के हुन्छ तीन चारवटा टर्म हुन्छ है जोडेर घटाएर जोडेर घटाएर अनि जोडेर घटाएर यो चारवटा साइनको टर्म छ जोडेर भिस्टा टर्ममा यो बीचको टर्म मिडल पोइन्टको टर्म मिल्नुपर्छ अनि फर्स्ट इन्टु लास्टलाई मल्टिप्लाई गर्यो भने फर्स्ट इन्टु लास्टलाई त फर्स्टको रिजल्टिङसँग फर्स्ट र लास्टको मल्टिप्लाई गर्छु भने यो रिजल्ट मिल्नुपर्छ यहाँ हेर त 6 को सर्वप्रथम हामीले यसको कोफिसिएन्ट गुणन गरेर फर्स्ट इन्टु लास्टलाई गुणन गर्यो भने 6 कोफिसिएन्ट आयो यो कोफिसिएन्टलाई गुणनखण्ड गर्नुपर्छ 2 इन्टु 3 2 इन्टु 3 लाई मल्टिप्लाई गर्छु भने 3 हुन्छ है वा 2x इन्टु 3x लाई मल्टिप्लाई गर्छु भने 6x² आउँछ वा 2x + 3x लाई जोड्छु भने 5x आउँछ त्यस्तै यहाँ गर्नुपर्छ यो मेटाउनु पर्छ अब यसलाई के गर्नु पर्यो फर्स्ट इन्टु लास्टलाई मल्टिप्लाई गर्यो हाम्रो कति आयो और x² - 2 + 3 इन्टु x + 6 = 0 और x² - 2x - 3x + 6 = 0 अब हेर त x² - 2x - 3x + 6 = 0 छ यदि दुवैलाई जोड्छु भने -5x हुन्छ यदि -2x इन्टु -3x लाई मल्टिप्लाई गर्छु माइनस प्लस अनि 6x² हुन्छ अनि फर्स्ट इन्टु लास्टलाई मल्टिप्लाई गर्छु भने यो दुवैलाई गुणा गर्यो भने कति आउँछ 6x² आउँछ त्यसैले यसमा अब कमन पार्ट कुन हो त्यो लिनु पर्छ है यसमा x कमन छ त x - 2 यहाँ 2 रह्यो अनि यसमा कति कमन छ 3 कमन छ त x - 2 रह्यो अब यो विपरीत टर्ममा यो टर्म कमन छ x - 2 इन्टु x - 3 = 0 हुन्छ है यसको गुणनखण्ड भनेको फ्याक्टर कति हुन्छ x - 2 इन्टु x - 3 हुन्छ अब यो साइडको लिमिट आइदियो है अब यसको आइडरल गर्नु पर्यो नाउ आइदर x - 2 = 0 x = 2 और x - 3 = 0 x = 3 यसको अर्थ के भयो x को मान 2 अथवा नेपाली माथमा लेख्नु भयो 3 वा अंग्रेजी वाला जुन मान्छे छ भने x = 2 और 3 हुन्छ अब म एउटा कुरा छाडेको छु यो बुझ्यो भने एउटा कुरा म छाडेको छु त्यो कुरा के छ मैले सुरुमा भन्नु पर्थ्यो अलि आउटी आवाज धेरै आउनु भएको कारणले म भन्न सकेन एउटा कुरा के छ वर्ग समीकरणका दुईवटा मान वा मूलहरू हुन्छ है मूलहरू हुन्छ मान भनेको त्यही हो मूल भनेको त्यही हो यो बुझ्यो भने हाम्रो त्यसपछि आउँछ के वर्ग पुरा गरेर वर्ग समीकरण गर्न सक्छन् है अब यो मेटाउनु पर्दछ बढी टाइम यसमा लगाउनु पर्दैन है किनकि यो रिपिटेसनको कुरा छ 9 क्लासमा पनि भनेको छ हाम्रो दोस्रो नम्बर के थियो दोस्रो नम्बर हाम्रो थियो वर्ग पुरा गरेर वर्ग समीकरण गर्न है
दोस्रो हाम्रो के थियो वर्ग पूरा गरेर वर्ग समीकरणको हल लेख्न वा समाधान लेख्न solving Quatermass equations by completing square. यसमा एउटा कुरा ध्यान दिनु पर्छ जस्तै म एउटा टर्म लेख्छु है जस्तै x² यहाँ a² छ त हामीले यसलाई के भन्छ x = a लेख्न पाइन्छ यदि यहाँ x² = a छ भने यसलाई कसरी लेख्ने हुन्छ नि त x² प्लस माइनस यहाँ हुन्छ प्लस माइनस a को रुट अन्डरको स्क्वायर है x² के हुन्छ x² a छ भने x² प्लस माइनस a को रुट अन्डरको स्क्वायर लेख्न पाइन्छ अब हामीले घाताङ्कमा पढेको छौं x को पावर m यदि y को पावर m यदि पावर सेम छ इक्वल छ भने आधार पनि के हुन्छ सेम हुन्छ यसको अर्थ के भयो x प्लस माइनस a रुट अन्डर यो एकचोटी पोजिटिभ साइन लिन्छु भने त x को भ्यालु रुट a हुन्छन् एन्ड एकचोटी नेगेटिभ साइन लिन्छु भने भनेको ऋणात्मक साइन लिन्छु भने x माइनस रुट a हुन्छ यसको अर्थ के बुझ्यो वर्ग समीकरणको दुईवटा मूल हुन्छ भनेको दुईवटा मान हुन्छ यो कुरा मैले छाडेको थिएँ त्यसैले सुरुमा नै भन्नु पर्थ्यो तर आउटी आवाज आउँदै थियो त्यसैले म भन्न सकिनँ है यो कुरा बुझ्नु पर्छ यो कुरा बुझ्नु पर्यो अब यसका क्वेशनहरु एकचोटि हेरेर हाल्नुपर्छ स्प्रेड क्वेशनहरु हेराउनुपर्छ जस्तैमा x² = 9 = 0 चाहिँ एउटा एक्जाम्पल छ मैले अहिले भर्खर यो कुरा चाहिँ बनाएको छु x² - 9 = 0 चाहिँ अब हामीले x² - 9 + 9 अनि दुवैतर्फ +9 यसको रिजनमा लेख्न सकिन्छ यदि tan छ भने लेख्नु tan छैन भने नलेख्नु यहाँ लेख्ने एडिङ on both sides by 9 we get दुवैतर्फ 9 जोड्दा है यो प्लस माइनस क्यान्सल हुन्छ अनि और x² = 9 अब मैले अहिले भनेको छु 9 भनेको कतिको स्क्वायर 3 को स्क्वायर भनेको 9 यहाँ प्लस माइनस 3 को होल स्क्वायर अहिले मैले भनेको थियो फर्स्ट x = +-3 हुन्छ किनकि स्क्वायर बराबर छ भने आधार पनि बराबर हुन्छ त +- x = +-3 हुन्छ इजी छ यो इजी छ यो इजी छ एकचोटी अझै भन्छु एक्जाम्पलमा है मैले फर्स्ट अलि भन्छु त्यसले x² - 9 = 0 छ x² के हुन्छ एडिङ अन बोथ साइड्स बाइ 9 दुवैतर्फ नजोड्दा है अनि x² यहाँ माइनसमा छ प्लसमा दुवैलाई काट्दा 0 आउँछ त्यसैले x² = 9 हुन्छ अनि 9 हुन्छ भने यसले मैले भर्खर भनेको छु कि स्क्वायरमा गर्दा +-3 को स्क्वायर हुन्छ 9 भनेको 3 को स्क्वायर तर वर्ग समीकरणको मान कतिवटा हुन्छ दुईवटा मूल दुईवटा हुन्छ प्लस एउटा माइनस हुन्छ दुईवटा मान हुन्छ है त x² = +-3 को स्क्वायर छ दुवै स्क्वायर बराबर छ भने आधार पनि के हुन्छ यो दुवै बराबर छ भने आधार पनि योसँग बराबर हुन्छ त x = +-3 हुन्छ है x = +-3 हुन्छ एउटा अझै क्वेशन हेर्दैछु जस्तैमा यहाँ हेर्दा x² - 5x x² - 5x x² - 5x + 6 = 0 चाहिँ यसलाई कसरी गर्ने
यो हाम्रो वर्ग पूरा गरेर वर्ग समीकरणको हल गर्नुस्। वर्ग पूरा गरेर वर्ग समीकरणको हल गर्नुस्। यसमा सजिलै छ। यसमा वर्ग समीकरणलाई वर्ग पूरा गरेर वर्ग समीकरणको हल गर्नुस्। यसमा दुईवटा फर्मुला याद राख्नुपर्ने। a + b को होल स्क्वायर भनेको a² + 2ab + b² अनि a - b को होल स्क्वायर भनेको a² - 2ab + b²। अब यस्तो टर्म दिएको छ भने यस्तो टर्ममा लेख्नु छ। यस्तो टर्म भयो, यस्तो टर्म, यस्तो टर्मलाई विस्तृत रूपमा सर्ट फर्ममा निकाल्नु। अब यहाँ a² x² छ तर -2ab + b² छैन नि। यहाँ सोलुसन लेख्ने x² - 2 × x 5/2। यहाँ हेर त, मैले यहाँ 2 इन्टु गरेको छु त यहाँ डिभाइड गरेको छु, यहाँ इन्टु गरेको छु त यहाँ डिभाइड गरेको छु। यदि यो फर्मुला मेटाउनु पर्छ के भनेको छु मैले यहाँ। यदि 1/2 मानौँ यहाँ a छ है, a छ मात्रै a छ भने यसलाई हामी यस्तो लेख्न पाइन्छ 2 × a/2। यो दुवै काट्यो भने a नै आउँछ नि, a एन्सर नै आउँछ। त्यसैले यहाँ पनि मैले के गरेको छु 2 थापिएको छु इन्टुमा अनि डिभाइडमा 2 राखेको छु। अनि हामीले यसले के गरेको छु 5 + 2 को होल स्क्वायर। यति मैले थाप्यो 5/2² भनेको b वाला टर्म, यो वाला टर्म मैले थाप्यो 5/2 को होल स्क्वायर। यति मैले यहाँ घटाइदिन्छु। यो +6 त अलरेडी छिटै छ, यसलाई के गर्नु पर्दैन है, सजिलै छ। मैले यहाँ जति थापेको छु यति घटाएको छु। जस्तैमा यहाँ a थाप्छु त भने -a घटायो भने 0 आउँछ। यसले त फरक पार्दैन, 0 बराबर a थप्यो भने -a घटायो, त्यसैले यो फरक पार्दैन। अब यो टर्मलाई ध्यान दिनु पर्दैछ। यो टर्म कसको फर्मुला? अहिले मैले भर्खर भनेको छु a - b को होल स्क्वायरबाट के हुन्छ a² - 2ab + b² हुन्छ। अब यो टर्मलाई हामीले यो टर्ममा लेख्न पाइन्छौँ। भनेको यो भनेको a, यो भनेको के छ b भनेको x - 5/2 को स्क्वायर हुन्छ। यो माइनस छ, यो साइड लिइहाल्यो है, 5/2 को होल स्क्वायर, यो 6 माइनस प्लस छ, यो साइड माइनसमा जान्छ। यो लेफ्ट साइडको राइट साइड लिएको है, -5/2 को होल स्क्वायर छ +6 है, यो साइड लिएको माइनसको त प्लस हुन्छ, -5/2 को होल स्क्वायर -6 हुन्छ। अब यसलाई यो साइडको सल्युसन गर्दा साइडमा एकैचोटमा साइडमा गरिदिन्छु नि, सर्टकट हुन्छ है, सानो बोर्ड छ त्यसले। 5 को स्क्वायर के हुन्छ 25, 2 को स्क्वायर 4 अनि यो प्लसमा छ, यो -6 प्लस के भन्छ 25/4 -6 छ। यहाँ छैन भने 1 छ है, यसको एलसिएम लिन्छु भने 4 हुन्छ। 25 यो 4 ले डिभाइड गर्छु यसमा त 1 अनि 6 1 ले डिभाइड गर्छु यो 4 मा त 4। यो 25 - 6 = 24 हुन्छ बट्टा 4 हुन्छ। भनेको 25 बाट 24 गयो भने 1/4 हुन्छ है। यसको रिजल्टिङ एकैचोटि मैले भनेको थिएँ 1/4 हुन्छ है, 1/4 हुन्छ। यो मेटाइदिन्छ। अब x² - x भन्नु है, x - 5/2 को होल स्क्वायर = कति आएको थियो 1/4 आएको थियो। अब 1/4 यहाँ भन्नु चाहिँ अब यो कुरा यहाँ बताइदिन्छु। यहाँ x - 5/2 को होल स्क्वायर अनि 4 को स्क्वायर कति लेख्नु 1 + -1/2 को होल स्क्वायर। अब दुवैको स्क्वायर बराबर छ भने x यहाँ छ है x - 5/2 छ है, x - 5/2 को होल स्क्वायर = +-1/2 छ यहाँ है, 1/2 को स्क्वायर छ। स्क्वायर बराबर छ दुवै साइड, मैले भनेको अहिले है, x को पावर m y को पावर m छ भने x / y हुन्छ। यसको पावर सेम भयो भने आधार पनि सेम हुन्छ, त -x - 5/2 = +-1/2 हुन्छ। यो हुन्छ है, यो हुन्छ भने यो अब मेटाइदिन्छु कि यहाँ भइहाल्छ यहाँ है। एकचोटि यसलाई
अब यो माइनसमा चाहिँ यो साइड यो हाल्यो भने के हुन्छ प्लस माइनस 1/2 अनि प्लस 5/2 हुन्छ। यो मेटाउनु पर्दछ अब है। यो भयो भने एकचोटि पोजिटिभ साइन दियो है। टेकिङ पोजिटिभ साइन है। टेकिङ पोजिटिभ साइन दियो यहाँ सर्टकटमा लेखिदिन्छु है। टेकिङ द पोजिटिभ साइन पोजिटिभ साइन दिन्छु भने x = प्लस 1/2 प्लस 5/2 यो दुवै प्लस मेरो सेम छ। हर दुवै त सेम छ है। 1 प्लस 5 भनेको 6/2 भनेको 3 इन्टु x = 3 आयो। 6 मा 2 ले डिभाइड गर्छु भने 3 आउँछ। अनि अब एगेन गर्ने है। एगेन टेकिङ नेगेटिभ साइन लिन्छु भने के हुन्छ? नेगेटिभ साइनमा के हुन्छ? अब x = -1/2 अनि प्लस 5/2। अब यहाँ माइनसमा चाहिँ -1 प्लस 5/2 -1 प्लस 5 छ भने प्लस 4 बेसी छ प्लसमा अनि 4 मा 2 ले डिभाइड गर्छु भने 2 आउँछ। अब अत के भयो? अत x बराबर एउटा 2 आउँछ, एउटा x बराबर 3 आयो भनेको x को मान दुईवटा हुन्छ, दुईवटा मूलहरु हुन्छ। दुईवटा मान आयो नि x बराबर 2 र 3 आउँछ भनेको बक्स समीकरणको हल गर्छु भने दुईवटा मूल हुन्छ। मूल भनेको दुईवटा मान हुन्छ, x को मान दुईवटा हुन्छ, एउटा 2 हुन्छ अथवा 3 हुन्छ। अब यसमा राख्छु भने ट्रुथ भेल्यु आउँछ। जस्तैमा 2 राख्छु भने के हुन्छ? यो बुझ्यो भने यो मेटाइदिन्छु। जस्तैमा यो यसमा राख्छु भने यो क्वेशन पनि सोध्छ वर्ग समीकरणलाई समाधान गर्यो अनि शाब्दिक समस्यामा वर्ग समीकरणलाई समाधान गरेर यो सत्य कुरा छ कि छैन, x को मान सत्य छ कि छैन। त सत्य गर्नको लागि यो भेल्यु फेरि यसमा यो इक्वेसनमा पुट गर्नुपर्छ। यदि x बराबर 2 लिन्छु भने त 2x को सट्टा 2 को स्क्वायर इन्टु 5 इन्टु 2 प्लस 6 हामी राइट साइड 0 आउँछ कि आउँदैन त्यो कुरा। द्याट इज 2 को पावर 4 अनि 10 प्लस 6 = 0 -10 प्लस 10 = 0 आयो नि ट्रुथ। यो हाम्रो ट्रुथ भेल्यु है। यो चेक गर्ने तरिका छ। के भन्छ? चेक इट। मतलब समाधान गरेर चेक गर्नु पर्यो। यो भयो। यो हाम्रो के थियो? वर्ग पूरा गरेर वर्ग समीकरणको हल। एउटा थियो शुद्ध वर्ग समीकरण प्योर क्वाड्रेटिक इक्वेसन थियो जो हाम्रो त्यो x² = a² को फर्ममा त्यो प्योर भयो। यो भयो हाम्रो वर्ग पूरा गरेर वर्ग समीकरणको समाधान। एउटा अब मात्र बाँकी छ सूत्र प्रयोग गरेर वर्ग समीकरणको समाधान कसरी गर्ने यो मेटाउनु पर्दछ। अब तेस्रो नम्बरको हाम्रो है। तेस्रो नम्बर के थियो? सूत्र प्रयोग गरी वर्ग समीकरणको हल व समाधान बनाउने। हल व समाधान सॉल्विंग क्वाड्रेटिक इक्वेशंस बाय यो बाय छ है अलि म भनिदिन्छु यो बाय युजिङ फर्मुला। यो इंग्लिश मिडियममा पढ्ने मान्छेहरुको लागि मैले लेखिदिन्छु है। सल्भिङ क्वाड्रेटिक इक्वेशंस बाय युजिङ द फर्मुला। क्वाड्रेटिक इक्वेशंसको जुन हाम्रो समीकरण छ यसलाई सूत्र प्रयोग गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने त्यो कुरालाई यहाँ हेर्छु है। यो अलि मेटाइदिन्छ। मात्र बोर्डिङ स्कुलको लागि बुझ्नको लागि मैले यो लेखिदिन्छ। अनि सरकारी स्कुलको धेरै मान्छेहरु हुन्छ त्यसले नेपालीमा भरे भन्नुपर्छ। यहाँ x² प्लस bx = ax² प्लस bx प्लस c = 0 छ है।
यहाँ मैले ध्यान भनेको थिएँ कि ए नट इक्वल टु 0, ए नट इक्वल टु 0 हुँदैन, ए बराबर 0। योबाट हामीले ए कमन लिन्छौँ। सिम्पल तरिकाहरू सिकाइदिन्छु। ए कमन लिन्छु त एक्स स्क्वायर प्लस बी बाई ए इन्टु एक्स प्लस सी बाई ए इक्वल टु 0। यो इन्टुमा चाहिँ यो साइड गयो भने के एक्स स्क्वायर एक्स इन्टु बी बाई ए सी बाई ए इक्वल टु 0 नै आउँछ है। यदि 0 मा यसले डिभाइड गर्छु भने 0 आउँछ रिजल्ट, त्यो भनेको चाहिँ यो अब ए इन्टु यो डिभाइड गयो भने 0 आउँछ। त्यसले यो टर्म मैले गाइड गरिदिएँ। अब फर्मुलालाई ध्यान दिनुपर्छ, फर्मुलालाई जान्नु पर्यो है। एक्स स्क्वायर प्लस 2 इन्टु एक्स बी बाई 2a। यहाँ मैले 2 इन्टुमा राखेको छु, यहाँ 2 थापेको छु। बी बाई 2a मैले स्क्वायर गरेको छु यहाँ, तर बी बाई 2a घटाइदिएको छु। यो प्लस सी बाई ए त अलरेडी छिटेछ, यो प्लस सी बाई ए अलरेडी छिटेछ। यहाँ मैले सर्टकट मूल्य हालेको छु, यहाँ मैले ए कमन लिएको छु, ए एक्स स्क्वायर बिएक्स प्लस सी इक्वल टु 0। यस्तो कमन कसरी लिन पाइन्छ है। यो इन्टुमा चाहिँ यहाँ डिभाइडमा राखेको छु। यदि उन्ना गर्छु भने ए एक्स स्क्वायर प्लस बिएक्स बाई ए हुन्छ, ए क्यान्सल हुन्छ, ए इन्टु बिएक्स बाई ए हुन्छ, ए क्यान्सल हुन्छ, प्लस सी बाई ए। त्यसैले म यहाँ कमन लिएको छु। यहाँ जाऊ त ले अभिकन अभिसीको निकाल्न ए इन्टु एक्स स्क्वायर प्लस बी बाई ए इन्टु एक्स प्लस सी बाई ए इक्वल टु 0 हुन्छ है। ए इन्टुमा छ भने यो साइड गयो भने डिभाइडमा जान्छ। मैले ए बाई 0 बाई ए ले डिभाइड गर्छु भने 0 आउँछ, त्यो कुरा भनेको छु है। अब यहाँ मैले के गरेको छु, एक्स स्क्वायर प्लस 2 इन्टुमा राखेको छु, एक्स बी बाई अलरेडी छिटेछ है, अनि 2 इन्टुमा छ, यहाँ डिभाइडमा 2 राखेको छु। यति म बी स्क्वायर थपेको छु, बी बाई 2a स्क्वायर थपेको छु भने यति म यहाँ के गरेको छु, घटाएको छु, सेपरेट गरेको छु है। घटायो भनेको यति मैले एड गर्यो भने यति मैले सेपरेट गरेको छु, जति म जोडेको छु त्यति घटाएको छु। यदि मैले प्लस ए मा माइनस ए घटायो भने 0 रिजल्ट नि आउँछ। प्र्याक्टिसको नियम के हो, ए बराबर ए, यो साइड ल्यायो भने ए माइनस आउँछ, अनि ए बाट ए गयो भने 0 आउँछ। त्यही त हो नि, जति मैले थपेको छु यति घटाएको छु, टिट फर ट्याट। जति मैले प्लसमा एड गरेको छु, जति मैले नेगेटिभ भनेको माइनस साइन लिएर घटाएको छु, भनेको माइनस यति थपेको छु यति घटाएको छु, त्यो भने। अब यो फर्मुला भयो, ए प्लस बी को होल स्क्वायर लेख्छु भने ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर हुन्छ। यो मानौ हाम्रो यो ए छ, यो 2 अलरेडी फर्मुलामा छ, यो ए भयो, यो हाम्रो बी भयो, यो बी, यो हाम्रो ए स्क्वायर प्लस 2 इन्टु ए इन्टु बी प्लस यो हाम्रो बी स्क्वायर, यो गयो फर्मुलामा। अब यस्तोलाई विस्तृतलाई यस्तो लेख्न पाइन्छ भनेको यहाँ हामीले के लेख्न चाहिन्छ, एक्स प्लस बी बाई ए 2a को होल स्क्वायर। यो माइनसमा छ, राइट साइड लिइहाल्यो, प्लसमा गएको छ 2a को होल स्क्वायर, अनि यो प्लसमा चाहिँ यो साइड गयो भने माइनसमा। यसको अर्थ के हो, एक्स प्लस बी बाई 2a इक्वल टु स्क्वायर इक्वल टु, यहाँ इक्वल टु छ बिचमा है, बी स्क्वायर बाई 2a को होल स्क्वायर माइनस यो साइड गयो भने माइनसमा जान्छ, यो माइनसमा थियो त प्लसमा गयो, यो प्लसमा छ त माइनस जान्छ, राइट साइड है, सी बाई ए। अब यसलाई के गर्न, यसलाई सल्युसन गर्नु पर्यो राइट साइडको सल्युसन। जस्तै मैले यो सर्टकट हेरिदिन्छु, 2a बाई होल स्क्वायर माइनस सी बाई ए छ है। यसको स्क्वायर निकाल्छु भने ए स्क्वायर, 2 के स्क्वायर भनेको 4, ए के स्क्वायर माइनस सी बाई ए। यसको एलसिएम लिन्छु भने 4a स्क्वायर। एल्जेब्रिकल भिन्का भनेको फ्र्याक्सनको एल्जेब्रिकल सिम्प्लिफिकेसन भनौँ न, त्यो छ है। अनि बी स्क्वायर भयो है, यतिले डिभाइड गर्छु भने 1 आउँछ, माइनस सी। अब ए कट्यो भने एउटा स्क्वायर गयो भनेको 4a हुन्छ इन्टु 4a, यो भयो बी स्क्वायर माइनस 4ac बाई 4a स्क्वायर हुन्छ। यसको कति आयो, बी स्क्वायर माइनस 4ac बाई 4a स्क्वायर। अब यो मेटाइदिन्छु है,
अब हामीले यति बराबर के x प्लस माइनस b बाई 2a को होल स्क्वायर इक्वल टू b स्क्वायर माइनस 4ac बाई 4a स्क्वायर हुन्छ। अब त्यही फर्मुला युज गर्ने है, जस्तै मैले भनेको छु x को पावर m y को पावर m छ भने आधा m हुन्छ, x बार यो y हुन्छ, त्यो टर्म युज गर्नु पर्यो। यो म यहाँ हेराइदिन्छु अहिले, यो आउँदैन, यो मेटाउनु पर्छ कि के रे, यहाँ हेराइदिन्छु त। यहाँ x प्लस b बाई 2a को होल स्क्वायर, यहाँ के गर्ने प्लस माइनस b स्क्वायर माइनस 4ac बाई 4a स्क्वायर के होल स्क्वायर लेना। यहाँ होल स्क्वायर छ है, यो पनि मेटाइदिन्छ, यहाँ होल स्क्वायर छ। अब यो पनि x प्लस b बाई 2a को होल स्क्वायर अनि प्लस माइनस b स्क्वायर माइनस 4ac बाई 4a स्क्वायर को होल स्क्वायर छ। यदि स्क्वायर स्क्वायर बराबर छ भने बेस पनि बराबर हुन्छ, x प्लस b बाई 2a को बराबर प्लस माइनस b स्क्वायर माइनस 4ac को रुट अंडर। यहाँ के हुन्छ, जस्तै 4a स्क्वायर रुट अंडरमा छ भने त यसलाई 2 into 2 into a गर्न पाइन्छ है। यहाँ मैले यो टर्म तलको टर्ममा हालेछु, अलि सर्ट भइहाल्छ। अनि यस वर्गमूलबाट 2 आउँछ अनि सेम नम्बर a आउँछ भनेको 2a आउँछ। वर्गमूल, यहाँ वर्गमूल भनेको कुनै पनि संख्याको उस्तै गुणनखण्डहरू मध्ये भनेको उस्तै दुईवटा गुणनखण्डहरू मध्ये एउटा गुणनखण्डलाई वर्गमूल भनिन्छ, भनेको स्क्वायर रुट नम्बर विच इज द सेम नम्बर फ्याक्टराइज हुन्छ, जसमध्ये एउटा टेकिङ गर्छ नि भने त्यो भनेको स्क्वायर रुट हुन्छ है। जस्तै यहाँ बट्टामा के हुन्छ, बट्टामा के हुन्छ 2a हुन्छ है, 2a हुन्छ, के हुन्छ 2a हुन्छ। यहाँ x बराबर यो प्लसमा यो साइड ल्यायो है, x इक्वल टू माइनस b बाई 2a प्लस माइनस अनि के भन्यो b स्क्वायर माइनस 4ac बाई 2a हुन्छ। अब यहाँ पोजिटिभ साइन लिन्छु भने पोजिटिभ साइन टेकन हाल्नु, टेकन है, x इक्वल टू माइनस b बाई 2a प्लस b स्क्वायर माइनस 4ac बाई 2a, यो रुट अंडरमा छ है। यो दुवैको एलसिएम के छ, सेम छ, त माइनस b प्लस b स्क्वायर माइनस 4ac बाई 2a x आउँछ। त्यसैले यहाँ हेराउन पनि सक्छ अनि हेराउन पनि नसक्छ होला है। म यहाँ लेखिदिन्छु, यो मेटाउनु पर्छ, यसको लागि धेरै इजी थियो, तर यो मैले जति यो स्टेप बाई स्टेप हेराएको छु धेरै इजी छ, स्टेप हेर्ने अनि इजी छ है, इजी धेरै इजी छ। मैले त यसलाई 3-4वटा विधिबाट प्रुभ गर्न सक्छु, 4वटा के 5वटा पनि हुन सक्छ। त मैले प्लस साइन लिएको थिएँ, पोजिटिभ साइन लिएको थियो, त x मान के आयो माइनस b प्लस b स्क्वायर माइनस 4ac बाई 2a हुन्छ। एउटा यो आयो, एगेनमा के गर्ने, एकचोटि नेगेटिभ साइन लियो अरे, नेगेटिभ साइन लियो, नेगेटिभ साइन टेकन गर्नु भनेको ऋणात्मक चिन्ह लिँदा x इक्वल टू योले अब मार्ग खत्म हुन्छ है, लास्ट छ त्यसले मार्ग पनि खत्म हुन्छ। x इक्वल टू माइनस b बाई 2a माइनस b स्क्वायर माइनस 4ac को रुट अंडर, यहाँ छ 4ac को रुट अंडर बाई 2a छ है। यो दुवैको एलसिएम कति छ, यहाँ माइनस छ, यसमा 2 छ है, 2a छ, 2a माइनस b स्क्वायर माइनस 4ac हुन्छ है। x को मान एउटा के आयो, यो बुझाउँदैन अलि राम्रोसँग लेखिदिन्छु, 4ac माइनस b स्क्वायर माइनस 4ac को रुट अंडर बाई 2a हुन्छ, एउटा यो आयो। यसको अर्थ के भयो, वर्ग समीकरणको मूल 2वटा हुन्छ। यसका गुणहरू पनि धेरै छ, तर त्यो गुण हाम्रो क्लास 11 र 12 को जुन म्याथ लिएर वा साइन्स लिएर जुन बारेमा पढ्छ अलिक काम लाग्छ,
त्यो हाम्रो 11 12 मा त्यसको चर्चा गर्छु म। जुन दिन म 11 12 को म्याथ सब्जेक्टको भिडियो बनाउँछु त्यसमा चर्चा गर्छु यसको गुणहरू है, यसका विशेषताहरू के हो। यो वर्ग समीकरणको यो दुईवटा मूलहरू छ नि त्यसको विशेषताहरू छ। यो फर्मुला दुईवटा हो है, यसको फर्मुला दुईवटा हो। यहाँ मैले यो पनि मेटाइदिन्छु अनि x स्क्वायर को मूल कतिवटा आयो, दुईवटा आयो। यो हाम्रो रूप थियो है, कन्फ्युज नहुँदा। यसका दुईवटा x को भ्यालु कति आयो, दुईवटा, एउटा माइनस प्लस b स्क्वायर माइनस 4ac बाई 2a, एउटा आयो x बराबर माइनस b माइनस b स्क्वायर माइनस 4ac बाई 2a आयो। यो दुईवटा आयो है। भनेको वर्ग समीकरणको मूल भनेको दुईवटा आयो। x इक्वल टु माइनस b प्लस b स्क्वायर माइनस 4ac को रुट अन्डर बाई 2a हुन्छ। अनि एउटा अझै हुन्छ माइनस b माइनस b माइनस b स्क्वायर माइनस 4ac को रुट अन्डर बाई 2a हुन्छ। भनेको वर्ग समीकरणको दुईवटा मूल हुन्छ। अब यसका फर्मुलामा बसाएर कसरी समाधान गर्न सकिन्छ त्यो कुरालाई अलि हेर्नु पर्छ। यो मेटाइदिन्छ, यति याद राख्नुपर्छ, सबैसँग याद राख्नु। आज ठुलो आवाजले गर्दा अलि भिडियो पनि राम्रोसँग नहुन सक्छ, चारैतिरबाट अलि साउन्ड आउँछ, त्यसले इफेक्ट हुन सक्छ। अनि ax स्क्वायर प्लस 5x प्लस 6 इक्वल टु 0 जा एकछिन है, यो इक्जाम्पल मैले x स्क्वायर प्लस 5x प्लस 6 इक्वल टु 0 है। यसलाई सूत्र प्रयोग गरेर यसलाई कसरी गर्ने, सोलुसन यहाँ लेख्ने x स्क्वायर प्लस 5x प्लस 6 इक्वल टु 0 कम्पेयरिङ है, इक्वेसन 1 यु हाल्नु। नाउ comparing equation 1 with ax square plus bx plus c is equal to 0. यहाँ where यहाँ छैन भने 1 छ है, 1 into x square भनेको a बराबर 1 अनि b कोएफिसिएन्टसँग मात्रै, x कोएफिसिएन्टसँग मात्रै। जस्तै क्रस मल्टिप्लिकेसन गर्छु नि, जस्तै 2x y बराबर हुन्छ, जस्तै 2x प्लस by हुन्छ। त यहाँ एकछिन है, मैले एउटा मानौ ax छ, क्रस मल्टिप्लिकेसन यो सिम्पल कुरा बुझ्नु न। यहाँ यो क्रस मल्टिप्लिकेसन यदि दुवैको कम्पेयरिङ गर्छु नि भने x स्क्वायर त इक्वल हुन्छ, त्यो त गइहाल्यो। कोएफिसिएन्टसँग इक्वल हुन्छ, जहाँ जस्तै ax प्लस by जस्तै यहाँ भनौँ न 1x प्लस 2y। यहाँ के हुन्छ, यो दुवैको कम्पेयरिङ गर्छ भने यो टर्मसँग यो कम्पेयरिङ, यो टर्मसँग यो कम्पेयरिङ हुन्छ। क्रस मल्टिप्लिकेसन सिक्छौँ, यो कम्पेयरिङ गर्न सिक्ने है। x बराबर x त गइहाल्यो अनि a बराबर यसको कोएफिसिएन्टमा जति छ नि त्यो a बराबर भयो। जस्तै b बराबर यहाँ कोएफिसिएन्टमा कति छ, यहाँ 2 त 2 हुन्छ। त्यो कुरा बुझ्नुपर्छ। कम्पेयरिङ भनेको त्यो हो। कम्पेयरिङ भनेको तुलना गर्नु, दुईवटा पद सेम छ भने त्यसको तुलना गर्नु, त्यसको कोएफिसिएन्टसँग तुलना गर्नु। कम्पेयरिङको अर्थ हुन्छ भने दुईवटा इक्वेसनलाई कम्पेयरिङ गर्छ भने त्यसको कोएफिसिएन्टसँग तुलना गर्नु। त्यो a बराबर यहाँ छैन भने 1 अनि b बराबर भयो कति 5 अनि c बराबर हाम्रो कति दिएको छ 6। अब फर्मुला है, नाउ देन युजिङ बाई फर्मुला वी गेट x बराबर के दियो, दैट इज x बराबर प्लस जहाँ प्लस हुने है माइनस b प्लस माइनस b स्क्वायर माइनस 4ac बाई 2a। यो हाम्रो प्रमुख फर्मुला थियो। अब जहाँ जहाँ जुन जुन भेल्यु छ त्यसलाई रिप्लेस गर्ने, रिप्लेस भनेको त्यो स्थानमा राख्ने। त b को भेल्यु कति छ माइनस, जहाँ यहाँ माइनस है 5 छ भनेको अनि प्लस अनि b को स्क्वायर भनेको 5 को स्क्वायर अनि 4 माइनस 4 a को मान 1 अनि c को मान कति छ 6 अनि बाई a को मान 2 into 1 छ है। यो मेटाइदिन्छु अहिले, बडै सानो छ के भन्नु, माथि कति मेटाउनु, माथि पनि मेटाइदिन्छ।
तल हेर्नमा अलि राम्रो हुन्छ। यो टर्मलाई म यहाँ हेर्दैछु है। त x बराबर हाम्रो आयो कति -5 प्लस माइनस 25 माइनस 4 × 6 भनेको 24 भयो है, भनेको 24 हुन्छ अनि बाई 2 हुन्छ, बाई 2 हुन्छ। 21 भनेको यहाँ 1 छ है, 21 भनेको -5 यहाँ प्लस माइनस है, -5 प्लस माइनस 25 बाट 24 गयो भने 1/2 अनि -5 प्लस माइनस 1/2। अब एकचोटि यहाँ x को भ्यालु आयो कति -5 प्लस माइनस 1/2। यहाँ पोजिटिभ साइन एकचोटि लियो त यहाँ है, एकचोटि पोजिटिभ साइन लिन्छु भने टेकन -5 प्लस 1/2 -5 बाट प्लस 1 गयो भने -4 बाट 2 भनेको -2। एकचोटि यहाँ नेगेटिभ साइन लो, नेगेटिभ साइन टेकन गरौँ न, -5 - 1/2 -5 - 1 भनेको -6/2 भनेको -3। यसको अर्थ के भयो, अत x बराबर -2 आयो और x बराबर -3 आयो। यो भयो हाम्रो आन्सर, यो हाम्रो आयो। यसको अर्थ कति भयो, यसको दुईवटा मूल के आयो, x² प्लस 5x प्लस 6 = 0 को मूल दुईवटा यो आयो है। x = -2 और -3 आन्सर आउँछ, दुईवटा मूल आउँछ वर्ग समीकरणको। र आजको लागि यतिकै, धन्यवाद। अनि 7.2 को अर्को दिन गरिदिन्छु अनि भिडियो अपलोड हुन्छ है, तपाईहरु हेर्नु होला। अनि सजिलैसँग जुन जुन स्टेप मैले भनेको छु सबै स्टेपलाई राम्रोसँग हेर्नु होला अनि स्टेप बाइ स्टेप बनाउनु होला, कुनै समस्या छैन, सजिलैसँग। अनि 7.2 को भनेको अनिवार्य गणितको म 7.2 भनेको वर्ग समीकरणको पढाउँछु नि, त्यो शाब्दिक समस्यासँग सम्बन्धित छ वर्ग समीकरण। त्यसबाट क्वेशन अनिवार्य रूपमा आउँछ, एउटा सर्ट क्वेशन एउटा लङ क्वेशन। त्यो जम्मा भनेको 5 मार्क हुन्छ, 2 मार्क अनि 3 मार्क 5 मार्क वा 8 मार्क हुन सक्छ। यो टपिक धेरै इम्पोर्टेन्ट छ, तर यो टपिक 2.7 समाधान, यो 2.7 अभ्यासको समाधान गर्नुभन्दा त्यो वर्ग समीकरण आउनु पर्दछ, जुन हाम्रो 3वटा विधि थियो, खण्डीकरण विधि, वर्ग पूरा गरेर वर्ग समीकरणको समाधान अनि सूत्र प्रयोग गरेर वर्ग समीकरणको समाधान। ल आजको लागि यतिकै, धन्यवाद छ है, राम्रोसँग पढ्नु होला।